सो गाइज मैले चाहिँ यो ट्रेड हिजो UST CHF मा लिएको थिएँ र मैले यो ट्रेड चाहिँ पुरै एक दिन होल्ड गरेको छु र यो ट्रेड पाउनलाई पनि मैले पुरै 3 दिन लगाएर वेट गरेको थिएँ र मैले चाहिँ आफ्नो पेसेन्स लेभल देखाएर यो ट्रेड एक्जिक्युट गरेको जस्तो लाग्छ। सो आज चाहिँ यो ट्रेड कसरी लिएको छ हेरौँ है त। सो गाइज लेट्स गेट इन्टु द भिडियो अनि ट्रेडिङ भ्यूको चार्टमा हेरौँ मैले यो ट्रेड कसरी लिएँ, कसरी एक्जिक्युट गरेँ र कसरी होल्ड गरेँ भन्ने कुराहरू। CHF मा यो ट्रेड लिएको 1:2 को ट्रेड होइन, 1:2 नै भनौँ न, यो खासमा यता तल हो 1:2 को ट्रेड। सो यो ट्रेड चाहिँ म कसरी लिन पुगेँ त भन्दाखेरि सो हेर्दाखेरि मार्केट अप ट्रेन्ड थियो मन्डेदेखि म ट्रेड गर्नलाई बसेको थिएँ होइन, मन्डेदेखि। सो मन्डे चाहिँ म के सोचेर बसिरहेको थिएँ भन्दा यो ग्यापमा आउँछ र म ट्रेड लिन्छु सोचिरहेको थिएँ, तर यो ग्यापलाई रेस्पेक्ट नगरिकन तल गएको छ मार्केट एग्रेसिभली। सो यो बेला के गरेर बस्नु पर्यो त भन्दाखेरि बुलिस हाम्रो ट्रेन्ड चाहिँ अलिकति विकन भइसक्यो भनेर बुझेर बसेँ मैले चाहिँ। हो मेरो चाहिँ मैले चाहिँ त्यो बुझेँ, किन भन्दा यो ग्याप क्लोज गर्दाखेरि यहाँनिर मजाको फेयर भ्यालु ग्याप बनाएको थियो तलतिर, अनि यहाँनिर मैले सेल लिन सक्थेँ तर लिइनँ मैले। ट्युस्डेको दिन चाहिँ किन लिइनँ भन्दाखेरि यो तल ग्याप यस्तो बनाएर जाँदाखेरि म बियरिस हुनलाई, मेरो बियरिस सेन्टिमेन्ट हुनलाई चाहिँ यो तलको लो ब्रेक गर्नु पर्थ्यो, जुन कि गरेन। सो म अझै हेर्दै बसेँ के गर्छ भनेर। अनि मार्केटले के गर्यो भन्दाखेरि प्राइसले चाहिँ के गर्यो भन्दाखेरि प्राइसले यो ग्याप पनि फिल गरिदियो अनि माथि जाँदाखेरि ग्याप बनायो। अब चाहिँ बुलिस भनेर कन्फर्म भयो। कसरी कन्फर्म भयो त भन्दाखेरि प्राइसले चाहिँ पहिलादेखि नै अप ट्रेन्ड फलो गरिरहेको थियो, हाई लो हाई ब्रेक गर्दै थियो होइन। अनि यहाँ आएपछि यो बेयरिस ग्यापलाई पनि पुरै रेस्पेक्ट नगरिकन बुलिस ग्याप बनाएको छ क्या। अनि यो बुलिस ग्यापमा मार्केट 745 मा आएको छ 4 आवरको क्यान्डल हेर्दाखेरि चाहिँ। तर एक्ज्याक्टली कतिखेर आएको छ त भन्दाखेरि यो हाम्रो एजियन सेसनमा आएको छ क्या, एजियन सेसनमा आएको छ। अनि एजियन सेसनमा आएपछि चाहिँ एजियनको स्विप गर्नलाई मैले कुरिनँ, किन भन्दाखेरि एजियन सेसनमा आइसकेपछि नि यत्रो ग्याप फर्म भएर यो मार्केट स्ट्रक्चर सिफ्ट हामीलाई दिएको छ क्या। योभन्दा प्राइस ओभरै माथि गइसक्यो नि त रिसेन्ट आयोहरू भन्दाखेरि नि। सो त्यही देखेर चाहिँ मैले यहाँनिर यो ग्यापमा म इन्टर भएँ, यो ग्यापमा इन्टर भएँ। अनि यो ग्यापमा इन्टर भएपछि चाहिँ मेरो टार्गेट 1:2 थियो। अनि म चाहिँ आज बिहान निस्केँ। किन निस्केँ भन्दाखेरि CPI को न्युज थियो, CPI को न्युजको बेला त अब एकदम भोलाटाइल हुनसक्छ, अनि त्यही भएर चाहिँ म यो ट्रेडमा निस्केँ। सो मैले यो ट्रेड चाहिँ कसरी होल्ड गरेँ त भन्दाखेरि मैले यो ट्रेड लिइसकेपछि चाहिँ मैले चाहिँ साथी भेट्न गएको थिएँ, साथीहरूसँग एकछिन ह्याङआउट गरेर आएको थिएँ। सो अनि ट्रेड लिँदा मैले अर्को कुरा के गरेको थिएँ भन्दाखेरि SL र TP मेरो सेट भइसकेको थियो। अनि मैले चाहिँ यतापट्टिबाट मजाले एड अलर्ट गरेर अलर्ट हालेको थिएँ। अनि कुनै पनि मेरो की लेभलतिर आएको भए मैले अलर्ट पाउँथेँ र मैले त्यही अनुसार आफ्नो SL मिलाउने कि TP मिलाउने कि म ट्रेडबाट एक्जिट गर्ने कि भन्ने कुराहरू गर्न सक्थेँ। सो गाइज तपाईँहरू पनि यसरी नै आफ्नो ट्रेड चाहिँ पेसेन्स भएर एक्जिक्युट गर्नुभयो भने त्यसले मजाले नै रिटर्न दिने नै छ। सो तपाईँहरू पनि कुनै पनि ट्रेड लिनु हुँदैछ भने तपाईँहरूले होल्ड गर्न सकिराख्नु भएको छैन भने, पेसेन्स लेभल देखाउन सकिराख्नु भएको छैन भने चाहिँ एकदमै तपाईँहरूले यसरी अलर्ट राखेर छोडेर कतै बाहिर आफूलाई मन लागेको कामहरू गर्न सक्नुहुन्छ। र ट्रेड लिँदाखेरि के सोच्ने भन्दाखेरि यो ट्रेड चाहिँ हाम्रो लस पनि हुनसक्छ भनेर एक्सेप्ट गर्ने, अनि विन भइहाल्यो भयो भने नि आफूलाई केही पनि फरक पर्दैन भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। र यसले गर्दाखेरि चाहिँ हाम्रो इमोसनल बिहेभियर चाहिँ कम गर्न सकिन्छ हामीले चाहिँ है। सो यसरी नै तपाईँहरूले नि आफ्नो ट्रेड एक्जिक्युट गर्नुहोला। सो गाइज धन्यवाद।